स्वदेश र विदेशमा रहेका प्रिय कमरेड, आदरणीय आमाबा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी, नयाँ वर्ष 2082 को हार्दिक शुभकामना। आजको बिहानीसँगै 2082 साल सुरु भएको छ। नयाँ वर्ष सबैको जीवन रचनात्मक, सृजनात्मक, आशा, जोश, जाँगरपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ। जाने वर्षले हरेक मान्छेलाई केही न केही नयाँ उपलब्धि, खुसी, विश्वास र शिक्षा दिएर जान्छ। केही क्षति, पीडा र आशंका पनि थपिदिन्छ। नयाँ वर्षले नयाँ सोच, विचार, आशा, सक्रियता र आत्मविश्वास जगाइदिन्छ। 2081 लाई बिदाई र 2082 लाई स्वागत गर्दा हामी सबैले यस्तो अनुभव गरेका छौँ। 2081 मा देशभित्र राजनीतिक क्षेत्रमा स्थिरताका लागि अग्रगामी रूपान्तरण, नेपाली विशेषताको समाजवादबारे केही नयाँ छलफल, सहकार्य गर्ने सफलता प्राप्त भयो। आर्थिक रूपले देशभित्र केही गरौँ भन्ने भावना जागृत भयो। राष्ट्रिय जनसंस्कृतिहरूप्रति जागरुकता बढ्यो। शिक्षा, स्वास्थ्य, रोजगारीका लागि बहसहरू भए। श्रम, सङ्घर्ष र अनुसन्धान गरियो भने देशलाई बनाउन सकिन्छ भन्ने शिक्षा प्राप्त भयो। 2081 सालभित्र दलाल पुँजीवादी सत्ताले लादेको अस्थिरता, सरकार ढाल्ने, बनाउने, भ्रष्टाचार, राष्ट्रिय आत्मसमर्पण, विदेशी हस्तक्षेप, प्रतिगमनकारी अराजकता भोग्नु पर्यो। आर्थिक क्षेत्रमा सङ्कट कायमै रह्यो। सांस्कृतिक क्षेत्रमा अतिक्रमण र हस्तक्षेप बढ्यो। जनता बेचैनी र निराशाबाट मुक्त हुन पाएनन्। हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ। यो वर्ष हरेक नागरिकले आफ्नो र देशका लागि केही न केही नयाँ कार्यको थालनी गर्न सकौँ। नयाँ आत्मविश्वास, आशा र उत्साह पैदा गरौँ। देश र जनतालाई अस्थिरता, परनिर्भरता, आर्थिक अभाव, निराशा, अविश्वास, अराजकताबाट अग्रगमनतिर डोर्याउन सकौँ। हाम्रो पार्टी आत्मनिर्भरता, स्वाधीनता र समाजवादी रूपान्तरणको अभियानमा छ। 2081 साल नेकपाका लागि निकै उत्साह र उपलब्धिपूर्ण वर्ष रह्यो। जनता र मित्र शक्तिहरूसँगको सहकार्य हार्दिकतापूर्ण रह्यो। हामीले आर्थिक आत्मनिर्भरताका क्षेत्रमा सोचेभन्दा राम्रो गर्न सक्यौँ। पार्टीले लिएका योजनाका सबै क्षेत्रमा भनेभन्दा राम्रो गर्न सक्यौँ। जनतासँग मिलेर बाली उत्पादन केन्द्रहरू, आलु उत्पादन, माहुरी पालन, स्याउ सहित फलफुल रोपन, गौशाला, जनस्वास्थ्य सेवा केन्द्र, व्यावसायिक तालिम, हार्पिक फिनेल उद्योग, गन्यौला मल उद्योग, सी व्यापार केन्द्र, भेडा फर्म, सी गार्मेन्ट सञ्चालन गर्न ल्याउन सक्यौँ। सयौँजना कमरेडहरूलाई स्वरोजगारीमा जोड्न सक्यौँ। राष्ट्रिय उद्योगीसँग सहकार्य गर्न पायौँ। देशलाई स्वाधीन राख्न अनेकौँ सङ्घर्षमा डटेर लड्यौँ। मिटर ब्याज, लघुवित्त, चर्को बैंक ब्याज, भ्रष्टाचार, सुकुम्बासीमाथिका दमन विरुद्ध हामी नै लड्यौँ। सबै कार्यमा देश बाहिर बसेका मित्र, देशभित्रका नागरिक, कर्मचारी, प्रशासक, उद्योगी, बुद्धिजीवी, युवा, मित्र